चाहिँ हामीले यो इयर 2S को चाहिँ गिम्बल कम्प्लिट गिम्बल चाहिँ है चेन्ज गरेको छौँ। यहाँ छ यो चाहिँ ओल्ड गिम्बलको पार्ट्सहरू भयो अनि हामीले यहाँ चाहिँ नयाँ गिम्बल हालिसकेका छौँ। अब यो चाहिँ के हुन्छ भन्दाखेरि हालेपछि चाहिँ यसलाई क्यालिब्रेसन गर्नुपर्ने हुन्छ, किनभने अहिले यो ड्रोन अन छ तर गिम्बल चाहिँ सेन्टरमा छैन है। जस्तै यो पोजिसनमा हुनुपर्ने तर यो अलिकति लेफ्टतिर घुमेको छ। अब यसलाई चाहिँ हामीले क्यालिब्रेसन गरेर यसलाई चाहिँ हामी सेन्टरमा ल्याउँछौँ र अहिले चाहिँ यसमा इररहरू पनि आइरहेको छ, त्यो इरर पनि हामी हटाउँछौँ है त। यो चाहिँ एडभान्स गिम्बल क्यालिब्रेसन भइरहेछ। र यसरी चाहिँ अहिले चाहिँ गिम्बल कम्प्लिटली सेन्टरमा आएको छ है। देख्न सक्नुहुन्छ अहिले गिम्बल चाहिँ ठ्याक्कै सेन्टरमा छ, सेन्टरमा छ है। र के आउँछ भन्दाखेरि यसमा इरर पनि आउँछ। जस्तै यो क्यालिब्रेसन गरेपछि यहाँनिर एउटा गिम्बल क्यालिब्रेसन इरर भनेर चाहिँ हाम्रो डिस्प्लेमा सो हुन्छ है। र अब हामी यसलाई फेरि सफ्टवेयर गरेर चाहिँ यो इरर पनि हामी हटाउँछौँ है त। र यसरी चाहिँ हामीले गिम्बल क्यालिब्रेसन गरिसकेका छौँ र यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ गिम्बल क्यालिब्रेसन इरर पनि हटेको छ, सबै नर्मल छ है। यसमा केही इररहरू छैन। अब गिम्बल पनि एकदम कम्प्लिटली आफ्नो ठाउँमा आएको छ, मिलेर सक्नुहुन्छ अप डाउन ठिक छ। यो हाम्रो अकाउन्ट अहिले लगइन गरेको छैन, जस्ट अकाउन्टको एउटा इरर छ, अरू सबै ठिक छ। गिम्बलमा आउने आइएमई डाटा इरर, गिम्बल क्यालिब्रेसन इरर सबै हटिसकेको छ।